आमा ल ल है यो चाहिँ हाम्रो सिस्नेरीमा मासु भइसक्यो भिडियो हाम्रो चाहिँ आज चाहिँ हामी चाहिँ सिस्नेरी जान लागेको सिस्नेरी नेचुरल स्विमिङ पुल रे यस्तो गर्मीमा नेचुरल स्विमिङ पुल अब पैसा छैन भन्नु पनि उल्टो परि गर्छ होला त अब नेचुरल स्विमिङ पुल होइन त आज फेरि यता भाटभेन्डीतिर फेरि वर्ल्ड कप चलिरहेको छ वर्ल्ड कप के होइन उताबाट हो कि यहाँबाट मासु लग्ने के मासु 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 भयो भने मासु के छ है ठिकै लाग्यो भने ठिकै प्राइसको रहेछ भने मासु लाने न त ससेसहरू अनि तेल त छ मसँग तेल बोकेर आख आइसक्रिमको डब्बा लगेर काम छैन त यहीँ खाने भए पो त आइसक्रिम लगेर के गर्ने त नि क्या ओए उताबाट ओए तेरो त ब्याग लानु दिनु होला मेरो पनि दिन्छ दिनु यार हेर्नु चाहिँ अब ओए ओए तेरो ब्याग क्या ए ब्याग नि दिदी तेरो ब्याग दियो क्या त कत्रो ब्याग कहाँ दिन्छ त तपाईँ असल चोर्यो भने तपाईँ असल होइन भाइ त्यसमा त धेरै नै पर्छ यार सामान यार त्यहाँ बज्यो भने यता आइज तपाईँ मलाई सोध्नु मलाई सोध्नु नि त उतापट्टिको एनबिडिसी होला त्यही त नि उताको त त भाटभेडी नि भन्छ यसले यो एनबिडिसी गएको भाटभेडीनिरमा एनबिडिसीलाई भाटभेडी भन्छ एउटा छ नि त तर यस्तो लानुपर्छ कि यस्तो भुजाहरू भुजा चाहिँ लानुपर्छ भुजा मासुमा हालेर खानुहुन्छ क्या चिसो त वहीँ किन्ने ऊ आयो चोरा आयो त्यो म्याच ब्याग बोकेर आएको थियो उता अगाडि छ चिकन छ है यहीँ हो है ए तिनवटामा कुन चाहिँमा यतातिरबाट लाने हो कि मासु क्या ससेस उता रहेछ ससेस लानु पर्ला एउटा कति रहेछ चिकन बोनलेसको चिकन लिभर यसले कति रहेछ पैसा हेर्न पहिला पैसा हेर्दैन यार प्राइस त 350 यसलाई त ललिपप यही ठिक हुन्छ होला 350 मात्रै 340 हुँदै यो 340 वेट 500 340 यही लिएर जाउँ होला ललिपप भने सही हुन्छ नि चिकन ललिपप त अलिक ठुलो लिएर हिँड्न त्यत्रो तर यतातिर ठिक हुन्छ के चिकन कि बफ बफे लिएर हिँड्न यसलाई त्यस्तै पर्छ मासु कति महँगो त है पफ अर्को सस्तो पनि पाउँछ है
अलि सस्तो नि पाउँछ होला त्यत्रो महँगो त यो 5 पिस हुन्छ 6 पिस हुँदो रहेछ 150 कति रे 6 पिस हुँदो रहेछ 150 150 उयो दुइटा लिएर जानु फाइदा होला नि 300 को त 150 हुन्छ हो कि भन्न दुईटा हाल्ने उयो मासु किन सस्तो हो यो हेर्ने शोधन भएर हेर्ने होइन 310 रे के हो रे यो चाहिँ होला लेग पिस हो के किन लाने भन्न डोमेस्टिक लाने कि लिग पिस लाने यो लैजाम भने मैले त त यो पाक्दैन क्या ठुलो त ललिपप ठिक हुन्छ नि टन्नै हुन्छ नि रे मात्र भनेको पिस नि यो दुईटा अरू त अब लैजाने कि नलैजाने चिप्स होइन एउटा भुजा जस्तो लानु पर्ला सुकुटी कति रुपियाँ हो यहाँ कति ए भगवान् यो त कति महँगो हो यार 770 रे जाउँ कतापट्टि हो गोब्रो किन ल्याउँदा म त्यसको आइसडी कार्ड हेरेको आइसडी कार्ड लाने त्यही कति र त्यति नै पर्ने रहेछ के 3000 4000 ल्याएन किन ल्याउनु त्यसो त्यो कहाँ खस्यो भने यार त्यसो ल हामी चाहिँ निस्किसकेको है भाडपट्टिबाट सामान किनेर चाहिँ खानेकुराहरू अब बनाएर खाने भनेर हामीले चाहिँ खानेकुराहरू टन्नै किनेछौँ लाइक मिटहरू चाहिँ किनेछौँ मिट र अनि के ससेसहरू फ्राउन दानाहरू चाहिँ किनिसक्यौँ अब हामी चाहिँ निस्किन्छौँ हेलो गाइज अहिले चाहिँ हामी चाहिँ यता फर्पिङ दक्षिणकाली आइपुगिसक्यौँ यता तौदौल कीर्तिपुर चाहिँ पऱ्यो होइन अहिले हामी भर्खरै अहिले चाहिँ हामी फर्पिङको यो ग्राउन्ड दक्षिणकाली ग्राउन्ड आइपुगिसक्यौँ यताबाट चाहिँ हामीलाई यही हाफ आवर जतिमा हामी चाहिँ आइपुगिसक्यौँ होइन अब हामी दक्षिणकाली मन्दिर जान्छौँ खाजा खाने एकछिन बस्ने मन्दिर डुल्ने अनि त्यहाँबाट फेरि नयाँ अगाडिको लागि चाहिँ जाने भन्ने हाम्रो चाहिँ प्लान हो यहाँ चाहिँ केटाहरू खेल्दै रहेछ ग्राउन्डतिर यो चाहिँ दक्षिणकाली चोक है यो चाहिँ यता माथिबाट जाने भुन्डोल जाने चाहिँ माथिबाट हामी तल जाने हो है ठ्याक्क दक्षिणकाली प्रवेशद्वार यहाँबाट जान्छ अगाडि दक्षिणकाली चाहिँ हामी प्रवेश भइसक्यौँ है दक्षिणकाली मन्दिर चाहिँ अब यहाँबाट अलिकति तल खोल्सातिर हो यहीँ हो रोक्ने हामी है यतै रोक्न यतैबाट जाउँ क्या झारो ल यतै रोकौँ हामी चाहिँ यतै रोकौँ हामी चाहिँ यता दक्षिणकाली मन्दिर आइपुगिसक्यौँ अहिले चाहिँ यता चाहिँ एउटा फर्स्ट पार्किङ यतापट्टि हो उतापट्टि पनि छ पार्किङ यसको चाहिँ दुईपट्टि सक्यो पार्किङ होइन यसको चाहिँ हामी चाहिँ यता अलिक नजिकपट्टि नै रोक्यौँ दक्षिणकाली टेम्पल यताबाट जाने हो दक्षिणकाली अब जुत्ता खोल्नुपर्छ भित्र जानलाई जुत्ता खोल्नुपर्छ लाइन त होइन हामी किन लाइनमा बस्ने हेर्न त उतोको होला नि पूजाको होला नि त हामी दर्शन त गरेर निस्किने हेर्ने हो यस्तो छ है तलतिर चाहिँ आज चाहिँ अलिक शनिबार भएर लाइनहरू चाहिँ रहेछ शनिबार भएर सबै त्यस्तो खोलाको पहिला दक्षिणकाली अगाडि माथि थियो अरे नि त पहिला थाहा तँलाई पुरानो दक्षिणकाली र नयाँ दक्षिणकाली हो नि त भन्छ क्या मन्दिर क्या मान्छेहरू चाहिँ आज चाहिँ अलि
शनिबार भएर चाहिँ लाइन लाइनै छ है। चाहिँ जुत्ता राख्ने ठाउँ छ है, जुत्ता राख्ने यताको चाहिँ जम यो जुत्ता त जान्न भित्र खोल्न जुत्ता कति हजार 6000 बाहर कति ला धुवान छैन होला अहिले त नधुवाइ टाप हो क्या जम जम हामी चाहिँ अब अगाडि अगाडि भित्र जाने यतैबाट दुईबाट निस्क्छ है मन्दिर हामी दर्शन मात्रै गरिहाल्ने निस्किहाल्ने क्या दर्शन गरेर पूजा गर्ने होइन हामी खै बाबु खै बाबु अलिकति नरिवल फुटाउनु थालेको रहेछ मेन मन्दिर चाहिँ हेरेको छ पूजाहरू गरेको चाहिँ त्यहाँ चाहिँ भिडियोहरू खिच्न नपाइने रहेछ त्यही भएर घाट प्लस मन्दिर हाम्रो चाहिँ यस्तो छ है दक्षिणकाली मन्दिर हामी चाहिँ सिस्नेरी आइपुगिसक्यौँ सिस्नेरी यहाँ चाहिँ हामीले टिकट काट्नुपर्ने हुन्छ यता चाहिँ यस्तो छ है ठाउँ चाहिँ यतातिरको टिकट काट्नलाई केटाहरू जाँदैछ उता टिकट काट्न पहिला जा अब टिकटै काट्नुपर्छ टिकट काट्दैन जा गएर 50 रुपियाँ टिकटको फी यहाँ तलको चाहिँ यस्तो राम्रो छ है तलको यो द भइहाल्यो हामी चाहिँ माथि जाने हो माथि कहाँ हुन्छ माथि माथि खैदे हजुर थाहै छैन त लुगा त आफैले लाने होला नि यहाँ त कहीँ छँदै छैन त्यस्तो चेन्जिङ रुमै कहाँबाट लुगा कहाँ मान्छे 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 हेर्न पानी होइन पानी यताबाट जानु यताबाट त्यो जाने जस्तो जस्तो देखाएको थियो त्यस्तै छ पानी त है सबै छ क्या है खै कसरी हो यहाँको पानी यस्तै हुन्छ क्या अन्त पहिला नै यस्तै थियो हामी आउँदा नि हामी चाहिँ माथि जाने हो माथि 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 कस्तो लाग्यो तँलाई के यस्तो हान्ने कस्तो यस्तो हान्नु पऱ्यो रे यसलाई यस्तो हान्नु पऱ्यो रे यसलाई यस्तो यस्तो त्यस्तो हान्ने सिक्न त आज दिनभरिमा मायाले सिकाइहाल्यो त नि त अनि लाइफ ज्याकेट पाइहाल्छ त्यो क्या कति पर्छ यो लाइफ ज्याकेटलाई लाइफलाई नि लाइफ ज्याकेट ए पर घन्टा 50 रहेछ नि त यहाँ लाइफ ज्याकेट नि लाइफ ज्याकेट लिएर हिँड्नु जस्तो छ कहाँ गयो टिकट काट्ने ल ल ल चलिम चलिम चलौँ तीनजना चाहिँ खानेकुराहरू के छ राखौँ न ल हामी सिस्नेरी भित्र पसिसक्यौँ हो एउटा हो तर खतरा देखिन्छ यार खतरा छ है पोखर चाहिँ डेन्जी हो क्या जाने यताबाट हो क्या भाइ गिठे खै सबै मान्छे यताबाट गएको थियो यताबाट गएको थियो कि
ओए के हो ठाउँ त आम्मा हो कि होइन मरे धन्देले मरेन यार आए मास्क त अझै माथि नि छ कहाँबाट जान्छ बरु जान्छे यहाँ सेकेन्ड पोखरी त्यहाँ तलको एउटा फर्स्ट यो सेकेन्ड हामी चाहिँ माथि माथि जाँदैछौँ अझै यहाँ रहेछ नि झन् खतरा हामी चाहिँ सिस्नेरी हो सिस्नेरी आइपुगिसक्यो है अहिले हामी खाँदैछ भनेर गरौँ न दुई तिन डबलको लगाइसक्यो होइन के सिट जाडो भा होइन त्यहाँ नबस्नु क्या यहाँ ठिक छ क्या बस्नु त होइन भाइ कस्तो लाग्यो तँलाई आउने है घाम कस्तो छ सिस्नेरी एकदम ठिक छ रमाइलो छ है हो बस्न चाहिँ रमाइलो हो कि घाम ताप्ने काम आउने ताप्ने त्यस्तै एकचोटि होइन एकचोटि हाम फाल्ने आउने घाम एकचोटि ताप्ने डुब्लिकी लगाएपछि एकचोटि डुब्लिकी लगाउने फेरि घाम ताप्ने सुत्छ अझै यहाँ बनाएको नि अब हामी चाहिँ अब- अहिले बनाएको नि देखाउनु पर्छ छिटो बनाएकै साथी अब हामी चाहिँ खाजा साजा बनाउनु लाग्यो होइन खानेकुरा यहाँ झिकिन यहाँ हेर सामानहरू चाहिँ यहाँ टन झिक्दैछौँ हामी चाहिँ हाम्रो मेन भनेको यहाँ चुलो वे एक्सट्रिम चाहिँ वे माथि राख्दै अलि यहाँ चुलो चुलो छ हामीसँग हाम्रो अब आजको यो चुलो यस्तो छ है एउटा चुलो छेक्ने ढुङ्गा ल्याएर चुलो फिटिङ हुँदैछ अहिले चाहिँ हाम्रो चुलो फिटिङ ल फिट भयो त यार यस्तो के भाइ एउटा यस्तो ओइ ओइ पछिबाट ढुङ्गा ल्याइदिनु न त अलि राम्रो वै एउटा माथि राख्न यो चाहिँ अहिले त्यहाँ देखाइदिए लुक्नु पर्छ माछालाई ल है ल यति भयो त भइहाल्यो होइन भाइ यति भयो त राम्रो हेर्ने यार कति बज्यो केटा हो बज्नु ओ तेल चाहिँ कहाँ राख्यो है ए यहाँ रहेछ तेल बज्नु चाहिँ कति बज्यो जति बज्यो नि के भइरह्यो हामी सात 3-4 घन्टा ए यो त साँच्ची जान्छ त है साँच्ची त अब साँच्ची त ड्युटी जाने मान्छे नि छ त यार यहाँ त यार पहिला के फ्राई गऱ्यो मासु फ्राई गरौँ है लुस्दै गरौँ मासु अनि त्यसपछि यो चाहिँ तेल तेल चाहिँ यस्तो चक्कु हो त्यही उतोमा थियो क्या यसमै होला यसमा यसमा ए होइन कुन चाहिँ प्लास्टिक ऊ त प्लास्टिकमा हो कुन प्लास्टिकमा हेर्दा ओ चक्कु छ है कुन प्लास्टिकमा छ हेर केटा तेल त पोखेछ यार त्यही धन्देलाई तिर्पल लिएर अन्त नि धन्देल 3टामा हालेको थियो र बोले है रापा थियो नि यो त एक त 5 मिनट रन्किन्छ यो त क्या हामीले प्यान्ट स्यान्ट हालिसक्यो के ओइ नुन गयो नुन नुन होइन के खतरा हुन्छ के यो चाउचाउको सुपको अझै यो करेन्टको के यो ये भगा ससेज खानुपर्छ क्या पहिला त पुरै यार भोक लागिसक्यो यार ससेज पाक्छ यार छिटो यार ठ्याक्क अर्थ त्यो चल्दैन नि चल्दैन यो हाम्रो तेल सामान कति धेरै भयो यार खानेकुरा नि यार यो नि हाल्यो ल ससेज झिक्छ ससेज ससेज खाम पहिला
तेरो काम चाहिँ फोहोर हाले एक ठाउँमा अलि एउटा ठुलो प्लास्टिकमा चाहिँ फोहोर हाली बनाइहाल्यौँ कि अहिलेदेखि है यसमा हाल्नु न यसमै त्यो ठुलो मात्र लानुपर्छ घर अहिले के लाने अनि यो हालेर लानु पर्ने घरमा एउटा यहाँ उदिँदैन एउटा ढुङ्गा ल्याइदिनु एउटा जानु त सन्तोष त्यो ढुङ्गा भन्छ तँलाई थाहा होला कस्तो मिलाएर लिएर चाहिँ मलाई बस्छ के बस्नु त किन भनेर यो त बस्छ नि ढुङ्गामा त बसिरह त लो तैँले पाके ससेज पाक्दैछ यो त बढी हुन्छ यो त छडै भयो ल ओ तलमको त केही ल्याएन हामीले है चम्चा छ काठले चाहिँ काठ एउटा ए ढुङ्गा चाक्रो ढुङ्गा ल्याइदिनु चक्कु त अनि काट्नु पर्यो डरिन थाल्छ तेल कम भइसक्यो त छोडी छोडिदिएको थियो हल्लिँदा कि हल्लिँदैन सिस्नेरीको यस्तो छ है ब्याकको भ्यू चाहिँ ब्याकको भ्यू सिस्नेरीको टुप्पामा मान्छेहरू माथि माथि पनि छ माथि 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 त्यो तलतिर त्योभन्दा तल चाहिँ सबभन्दा ठुलो चाहिँ रोडबाट देखिन्छ तल हो चाहिँ हामी चाहिँ माथि आएको हामी चाहिँ यहाँ बसेको केटाहरू चाहिँ हाम्रो चाहिँ यता यस्तो पाक्दैछ कि फेरि यस्तो पाक्दैछ नि हाम्रो त के गर्नु र आमा बेसी चल्ला ग्यास मार्ने भयो नि ल है पाक्दैछ है यता कहाँबाट हावा हाने यार पछाडि कत्रो हाने हावा हाने पाक्दैछ यता चाहिँ है कुक्ने चाहिँ हेरेर ग्यास मर्छ कि भनेर हावा एकदम दुईटा थियो त लान न दुई तिनवटा छ त दुईटा लु फर्का भरत यति अनि कर्ने त ड्यामडुम हुन्छ होला है हुन त हामीलाई चाहिँ होइन 1000 रुपियाँ मासु कहाँ हामीले यहाँ 1000 रुपियाँ खाजा कहाँ यति खाजा पाउँछ है यसलाई त फर्का नि यसलाई हो उ त भयो के अलिकति यस्तो ढल्का न यता माथिपट्टि तेलै भएन हो ल पाक्दैछ है हाम्रो चाहिँ खानेकुरा पाक्दैछ है पाक्दैछ बिस्तारै बिस्तारै त्यो छ अब चाहिँ पाक्दै 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 आयो है अब चाहिँ बिस्तारै बिस्तारै ल ल पाक्दैछ है मासु मासु पाक्दैछ सिस्नेरीमा पौडी खेल्दैछ मासु पकाइ हुँदैछ त भएन ल थाक्यो तर यार धेरै छिट्टा हान्ने क्या बाहिर अहिले त पोल्नु पनि छोड्यो यार पोल्नै छोड्यो अहिले त सबै तेल त सब हातमा यार ओए हातको बुटले पोल्ने चाहिँ माया तल तलको चाहिँ
Ôi ôi bà cái kia được tao đấy à tại gì kì ăn nó luôn जिग्न त ल जिगौँ न त यसलाई एमा हाल्न त हाल्न ल ल पाक्यो ल यो पाक्यो रे केटा हाम्रो चाहिँ हातले हाल्न हातले झिक्न हड्डीसँग रे हालिदिनुपर्छ क्या ससेज त ओइ यतिकै के यो खार फाल्नुपर्छ के हो यार त्यो तेल उयो डब्बामा हाल्न अनि अचार एक्सट्रिम कहाँ गयो मिठो है मिठो मिठो अरे इन खोल्दा किचन टु दिन्छ यार किचन पनि मासु टुकुम Soalnya बनाउँदै जाने हो खोज्दै बाटो खोज्दै बनाउँदै जाने हो थम्बेल है थम्बेल केटाहरूको थम्बेल अब आइसक्रिम देखाउँदा नि हुन्छ केटाहरू के फरक पर्दैन ल ल है यो चाहिँ हाम्रो सिस्नेरीमा है ग्याङहरू यसरी पकाएर चट्ट यहाँ करेन्ट पाक्दैछ ससेज विङ्स केटाहरू है दामी दामी भएको छ है दामी ल अब मलाई नि मुख रसायो है अब म नि खानेवालामा छु अब यहाँ है अब यो बवाल भइरहेछ बवाल चलाउनु पर्छ भइसक्यो भिडियो ल ल सकाइदेऊ कान्छ है मेरो पिरो चाहिँ सकाइदेऊ ल भयो 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 आमा कस्तो आम्बाले आम्बाले नि आम्बाले उसा आम्बाल आम्बाल आम्बाले ay 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 आम्बाले ओइ 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 के आम्बाले आइनल त यार आम्बाल त यार अबे बङ्गिराको र आम्बाले त हैन कस्तो